नमस्ते, मेरो नाम अभिनव वंशी हो। म तपाईहरुलाई म्याथमेटिक्स पढाउँछु। समूह सेट्स भन्नाले समूह। अब पहिला यसको परिचय, इन्ट्रोडक्सन। सेट्स अहिले मैथमेटिक्स को एउटा सबै ब्रान्चमा युज हुन्छ। सिक्वेन्स सिरिज में, लॉजिक थ्योरी में, प्रोबेबिलिटी में, ट्रिग्नोमेट्री में सबैमा युज हुन्छ। यसको सुरुवात जर्मन मैथमेटिशियन जॉर्ज कैंटर 1844 to 1918 जॉर्ज कैंटर भन्ने मैथमेटिशियनले यसको सुरुवात गर्नुभएको थियो। उहाँ ट्रिग्नोमेट्रिक सिरिज को प्रश्नहरू हल गर्दाखेरि यसको सुरुवात गर्नुभएको थियो। र त्यसपछि यसको अगाडि जन युलर भेन यसको अगाडि यसलाई विस्तार रूपमा यसको स्टार्ट गर्नुभएको थियो र उहाँले भेन चित्र पनि दिनुभएको थियो। डेफिनेसन A equal to 1 2 3 4 5 डट डट 10 सम्म छ, 10 सम्म छ। अब यो एउटा नेचुरल नम्बर हो। यसको डेफिनेसन भन्नाले अ कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट, वेल डिफाइन्ड डिस्टिंक्ट अब्जेक्ट भन्न सकिन्छ। कलेक्सन अफ वेल डिफाइन्ड डिस्टिंक्ट अब्जेक्ट भनेको निश्चित गुण र विशेषतालाई परिभाषित, स्पष्टसँग परिभाषित गर्न सक्ने संकलनलाई नै सेट भनिन्छ। कलेक्सन अफ वेल डिफाइन्ड डिस्टिंक्ट अब्जेक्ट। अब संकलन भन्नाले कलेक्सन या एग्रिगेट। अब त्यो चाहिँ कस्तो कलेक्सन हुनुपर्छ? कलेक्सन भनेको मिसगाइडेड हुनु हुँदैन। जस्तै एक्जाम्पल, उदाहरण A equal to 1 2 3 4 5 6 10 सम्म छ। अब यो एउटा नेचुरल नम्बर हो 10 सम्म। यहाँ अरु केही छैन, यो नेचुरल नम्बर छ भने यो एउटा सेट हो। त्यस्तै नेपालका पूर्व प्रधानमन्त्रीहरूको नेपालका पूर्व प्रधानमन्त्रीहरूको संकलन, यो एउटा सेट हो। यो पनि एउटा सेट हो। त्यस्तै अर्को छ मानौ टी। नेपालका राम्रा गणितज्ञहरूको संकलन। नेपालका राम्रा गणितज्ञहरूको संकलन। अब यहाँ किटेर हामी भन्न सक्दैनौँ कि यो, जस्तै गणितज्ञहरू भन्नाले धेरै थुप्रै हुन्छ। नेपालमा थुप्रै होला, हजारौं होला, यहाँ हुन सक्छ। यसको संख्या हामी काउन्ट गर्न सक्दैनौँ, हामी यसको संख्या गन्ती गर्न सक्दैनौँ। त्यस्तै फेरि यहाँ हुन्थ्यो कि नेपालका त्रिचन्द्र क्याम्पसका या काठमाडौँ युनिभर्सिटीका या त्रिभुवन युनिभर्सिटीका गणितज्ञहरू, फेरि हामी त्यसलाई भन्न सक्छौँ। तर यो सेट, यो समूह होइन। त्यस्तै
सेटलाई लेख्नको लागि हामीले दुईवटा मेथड युज गर्छौँ, दुईवटा तरिका युज गर्छौँ। जसलाई रोस्टर, पहिला लिस्टिङ और रोस्टर मेथड भन्छ। संयोजन विधि, इसमें x इक्वल टू नेपाल, इंडिया, भूटान, बांग्लादेश। नेपाल, इंडिया, भूटान, बांग्लादेश यो चाहिँ के छ, साउथ एसिया, दक्षिण एसियाका राष्ट्रहरू छन्। यो एउटा सेट हो र यसलाई लिस्टिङ गरिएको छ, समायोजन विधिमा लेखिएको छ। पहिलो विधि हो। दोस्रो अर्को छ सेट बिल्डर मेथड, यसलाई प्रोपर्टी मेथड पनि भनिन्छ। नेपालीमा यसलाई समूह निर्माण विधि, सङ्कलन विधि भनिन्छ। जस्तै यसमा p इक्वल टू x such that x belongs to natural number and x is less than equal to 10. P equal to x such that x is equal to natural number and x is less than equal to 10. यो भन्नाले नेचुरल नंबर को संख्या हो कहाँसम्म, 10 सम्म, 10 सम्म। यो सेट बिल्डर फर्ममा, सेट बिल्डर फर्मलाई प्रोपर्टी मेथड पनि भनिन्छ, समूह निर्माण सङ्कलन विधि भनिन्छ। त्यसपछि डिस्क्रिप्सन मेथड पनि छ। डिस्क्रिप्सन मेथडको युज अहिले यसको चलन कम भइसकेको छ। त्यसपछि भिन्न चित्रमा पनि हामी सो गर्छौँ। भेन डायग्राम, यसलाई भेन चित्र भन्छ। यो भेन डायग्रामलाई भेन चित्र भन्नुभयो। त्यो युलर जन युलर भेन भन्ने गणितज्ञको सम्मानमा यसको नाम भेन डायग्राम राखिएको छ। जस्तै उदाहरण यो भन्नाले युनिभर्सल सेट, यो सर्वव्यापी समूह हो। अर्को सेट एउटा ए हो, समूह ए, समूह बी। यसमा 1 3 2 4 5 6 7। अब यहाँ सेट ए, समूह ए को मेम्बरहरू 1 2 3। त्यस्तै समूह बी का मेम्बरहरू 2 4 5 र सबभन्दा ठुलो सेट युनिभर्सल सेट, जसलाई सर्वव्यापी समूह भनिन्छ। यसका
5 6 7 यो सेट ए हो, यो सेट बी र यो सेट यू। सेट यू भन्नाले सर्वव्यापी समूह, सर्वव्यापी समूह भन्नाले सबभन्दा ठुलो समूह हुन्छ र जति पनि समूहहरू हुन्छन् त्यो सब समूह यूबाट बनिएको हुन्छ। मतलब सर्वव्यापी समूहबाट सबै सेटहरू बनिएको हुन्छ, सबै समूहहरू बन्छन्। त्यस्तो सेटलाई के भन्ने? युनिभर्सल सेट। यहाँ हामी के हेरिरहेका छौँ? सेट ए इज सबसेट अफ युनिभर्सल सेट। सेट ए के छ? उपसमूह हुन्। सेट ए युनिभर्सल सेटका उपसमूह। त्यस्तै सेट बी पनि युनिभर्सल सेट, सर्वव्यापी सेटका उपसमूह हुन्। सर्वव्यापी समूह, सबसेट्स। उपयुक्त उपसमूह, प्रोपर सबसेट्स। युनिभर्सल सेट भन्नाले सबभन्दा ठुलो सेट हुन्छ र जति पनि सेट हुन्छन् त्यो सबै सेट युनिभर्सल सेटबाट बनिएको हुन्छ। युनिभर्सल सेट इज द लार्जेस्ट सेट and all the subsets, all the sets are its subset. त्यसपछि सबसेट उपसमूह। उपसमूह भनेको युनिभर्सल सेटबाट बनेको समूहहरूलाई उपसमूह भन्छ। त्यस्तै उपयुक्त समूह, उपयुक्त उपसमूह भनेको प्रोपर सबसेट। एउटा उदाहरण दिइरहेको छु। Universal set on x so that x belongs to natural number and x is less than or equal to 8. x को मान 8 सम्म छ। a equal to 1 3 5 7, b equal to 2 3 5 8। अब 1 देखि लिएर 8 सम्मका अङ्कहरू छन्। 1 2 3 4 5 6 7 8। त्यस्तै अब यहाँ यो यू भन्नाले युनिभर्सल सेट भयो, सर्वव्यापी समूह। त्यसपछि ए के छ? ए इज सबसेट अफ युनिभर्सल सेट। त्यस्तै बी पनि सेट बी पनि युनिभर्सल सेटका सबसेट हुन्, उपयुक्त समूह। त्यस्तै मानौँ अर्को समूह 1 3 5। यहाँ हामी के हेरिरहेका छौँ? सेट सी का समूह सी को सबै नम्बरहरू सेट ए मा छन् भने समूह सी समूह ए को प्रोपर सबसेट भन्नाले उपयुक्त उपसमूह छन्। Set C is proper subset of A. Set C is proper subset of set A. समूह C समूह A को उपयुक्त उपसमूह हुन्। त्यस्तै अर्को मानौँ D equal to 7 5 3 1। 7 5 3 रहेछ। यहाँ के हेरिरहेका छौँ हामी? डी र ए बराबर छन् र अर्को र डी र ए बराबर छ र डी का सबै एलिमेन्ट ए सँग बराबर छ र डी के छ? सेट ए को सबसेट छ। हामी के लेख्न सक्छौँ? डी इज बराबर पनि छ र सबसेट पनि छ भने डी इज इम्प्रोपर सबसेट अफ ए
भनेर लेख्न सक्छौँ B is improper subset अनुपयुक्त उपसमूह B के छ improper subset of set A यो त हामी बुझ्यौँ त्यसपछि समूह का क्रिया सेट ऑपरेशन भन्नाले समूह का क्रियाहरू यसमा युनियन अफ सेट्स समूह का समायोजन युनियन अफ सेट्स भन्नाले समूह का समायोजन त्यसपछि intersection of sets समूह का प्रतिच्छेदन त्यसपछि डिफरेंस ऑफ सेट समूह का फर्क चौथो कॉम्प्लीमेंट ऑफ सेट समूह का पूरक हामी सेट ऑपरेशन भन्नाले समूह का क्रियाहरूमा युनियन अफ सेट्स पढ्छौँ जसलाई समूह का समायोजन भन्छौँ त्यस्तै इंटरसेक्शन अफ सेट्स समूह का प्रतिच्छेदन त्यस्तै डिफरेंस अफ सेट्स भन्नाले समूह का फरक कॉम्प्लीमेंट अफ सेट भन्नाले समूह का पूरक समूह का समय उदाहरण A equal to 2, 4, 5, 6, 7 B equal to 1, 2, 3 A को मान A को भ्यालु A का मेम्बरहरू 2, 4, 5, 6, 7 B 1, 2, 3, 4, 5 अब युनियन अफ सेट्स A युनियन B 2, 4, 5, 6, 7 युनियन 1, 2, 3, 4, 5 समूह का समायोजनमा युनियन अफ सेट्समा सेट ए को र सेट बी को सबै एलिमेन्टहरूको समायोजन हुन्छ र यसमा जस्तै हामी हेरिरहेको छौँ 2 यहाँ पनि छ जस्तै 5 र 5 यहाँ पनि छ यसको दोहोरिँदैन यसलाई दोहोऱ्याएर रिपिट नगर्ने सबै लेख्ने तर दोहोरिनु हुँदैन 1, 2, 3, 4, 5, 6, 7 यो भयो युनियन अफ सेट्स अब यसलाई भेन चित्रमा कसरी लेख्नु भेन चित्र सेट ए र सेट बी यहाँ हामी ए र सेट बी मा मिल्ने एलिमेन्टहरू के छन् पहिला हामी के निकाल्ने
इंटरसेक्शन ऑफ सेट्स, समूह का प्रतिच्छेदनहरू निकाल्ने बेला 2 4 5 6 7 इंटरसेक्शन 1 2 3 4 5 मिल्ने एलिमेन्टहरू 2 5 4, ठीक छ। मिल्ने एलिमेन्टहरू 2 3 2 4 2 4 5 2 4 र 5 छ। 2 4 र 5 के हुन्? समूहका प्रतिच्छेदन ए र बी का प्रतिच्छेदन। यहाँ मिल्ने एलिमेन्टहरूलाई यो यहाँले 2 4 र 5। त्यसपछि सेट ए का बाँकी एलिमेन्ट के छ? सेट ए को 4 आइसक्यो, 2 4 5 आइसक्यो, 6 र 7। त्यस्तै सेट बी का, समूह बी का बाँकी भएका 1 3, ठीक छ। यो भयो ए युनियन बी। यसलाई हामी भन्ने यो पुरै ए युनियन बी, यो पुरै ए युनियन बी छ। त्यस्तै यो भागलाई हामी के भन्छौँ? ए इन्टरसेक्सन ध्यान चित्र। भेन डायग्राममा युनिभर्सल सेट, यो सर्वव्यापी समूह सेट ए र सेट बी। ए युनियन बी छ। जब ए र बी का एलिमेन्टहरू केही मिल्छन्, यो ओभरल्यापिङ सेट हो। नमिलेपछि डिसजोइन्ट सेट भएको बेला सेट ए सेट बी युनिभर्सल सेट। ए इंटरसेक्शन बी, यो जब ए र बी ओभरल्यापिङ सेट को केसमा ए युनियन बी को भेन चित्रियो। जब ए र बी नमिल्ने सेट, डिसजोइन्ट सेट छ भने यस्तो यो ए युनियन बी छ। यहाँ हामी के गर्छौँ? ए इन्टरसेक्सन बी कति हुन्छ? केही छैन, नल छ। ए इन्टरसेक्सन बी केही छैन, यहाँ केही नमिल्ने एलिमेन्ट छ, एउटा पनि मिल्ने एलिमेन्ट छैन भने यो इन्टरसेक्सन बी 0। त्यसपछि हामी समूहका फरक र हामी समूहका पूरक हेर्नेछौँ। अब हामी पहिला ए युनियन बी को मैथमेटिकल डेफिनेसन गर्छौँ। x such that x belongs to A अथवा x belongs to B। ए युनियन बी भन्नाले ए युनियन बी में कस्तो एलिमेन्टहरू हुन्छन्? या तो सेट ए को एलिमेन्ट, या तो सेट बी को एलिमेन्ट, या दुवैका एलिमेन्ट हुन सक्छन्। जस्तै यहाँ हामीले के हेर्यो? ए युनियन बी में सेट ए र सेट बी का एलिमेन्टहरू हुन्छ थियो। त्यस्तै यहाँ के गर्छौँ हामी? सेट ए र सेट बी को छुट्टै छुट्टै छ दुवैका एलिमेन्ट। त्यस्तै यदि अर्को उदाहरण गरौँ, वन टू थ्री फोर फाइव ए युनियन बी। यहाँ के गर्छौँ हामी? ए युनियन बी सेट ए का बराबर हुन्छ। त्यस्तो केसमा ए युनियन बी को भ्यालु के हुन्छ? ए युनियन बी को मान सेट ए को बराबर भइहाल्छ। ए युनियन बी किनभने सेट बी सेट ए को भित्र छ। त्यस्तै अर्को
यहाँ हामी के हेरिरहेको छौँ, सेट ए सेट बी को भित्र छ। यहाँ के हेरिरहेको छौँ, ए युनियन बी कसको बराबर हुन्छ, सेट बी को बराबर हुन्छ। किनभने सेट ए का सबै एलिमेन्ट सेट बी को भित्र छ। त्यस्तो केसमा ए युनियन बी इज इक्वल टू सेट बी। पहिलो केसमा हामी के हेरेको थियौँ, ए युनियन बी इक्वल टू सेट ए। अब त्यसपछि हामी समूहका फरक र समूहका पूरक हेर्दैछौँ। मैथमेटिकल डेफिनेशन ऑफ ए इंटरसेक्शन बी। ए प्रतिच्छेदन बी x such that x belongs to set A र x belongs to set B। ए इंटरसेक्शन बी को मान के हुन्छ, x belongs to set A, सेट ए को एलिमेंट पनि हुनुपर्छ र सेट बी को एलिमेंट पनि हुनुपर्छ। मतलब सेट ए र सेट बी को कमन एलिमेंट, दुवैमा मिल्ने एलिमेंट हुन्छ। तेस्रोमा समूह का फरक, डिफरेंस ऑफ सेट। उदाहरण का लागि ए इक्वल टू 1 2 3 4 5, बी इक्वल टू 4 5 6 7। अब यहाँ पहिला हामी निकाल्ने छौँ ए माइनस बी। ए माइनस बी भन्नाले सेट ए बाट सेट बी लाई घटाउने, सबट्र्याक्ट गर्ने। 1 2 3 4 5 4 5 6 7। अब सेट ए बाट सेट बी का सबै एलिमेन्टलाई सबट्र्याक्ट गर्ने, हटाउने। हामी 4 र 5 सेट बी भित्र पनि छन् र सेट बी का सबै एलिमेन्ट हटाएपछि सेट ए को बाँकी एलिमेन्ट 1 2 3। ए माइनस बी मा कस्तो एलिमेन्ट आयो, यस्तो एलिमेन्ट जुन ए मा छ तर बी मा छैन। यसलाई भन्न सकिन्छ ए माइनस बी contains element present in set A but not in set B। सेट ए को एलिमेंट हुन्छ तर सेट बी का एलिमेंट हुँदैन ए माइनस बी। इसको मैथमेटिकल डेफिनेशन x such that x belongs to set A र x doesn't belongs to set B। ए माइनस बी मा कस्तो एलिमेंट हुन्छ, सेट ए का एलिमेंट हुन्छन् तर सेट बी का एलिमेंट हुँदैन। त्यस्तै बी माइनस ए हामी निकालौँ 4 5 6 7 minus 1 2 3 4 5 4 5 6 7 बाट 1 2 3 4 5 घटाउँ, सबट्र्याक्ट गर्दा बाँकी के रहन्छ 6 र 7। 6 र 7 बाँकी रह्यो। यसको भेन चित्रमा आउँदा पहिलोको 1 2 3 4 5 ए बी 6 र 7 यो पोर्सनलाई हामी के भन्छौँ, भेन चित्रमा पहिलो वालाको 1 2 3, यो 1 2 3 के छ, ए माइनस बी। यो 1 2 3 सेट ए मा मात्रै छन् तर सेट बी मा छैन। ए माइनस बी contains element present in set A but not in set B। त्यस्तै हामी यहाँ दोस्रोमा के निकाल्यो, बी माइनस ए। बी माइनस ए को मैथमेटिकल डेफिनेशन x such that x doesn't belongs to set A र x belongs to set B। बी माइनस ए मा कसको एलिमेंट हुन्छन्, सेट ए का एलिमेंट हुँदैनन् र सेट बी को एलिमेंट हुन्छन्। यसलाई भेन चित्रमा सेट ए सेट बी भेन कमन एलिमेंट 4 5 1 2 र 3 6 र 7। 6 र 7 के भयो,
बी माइनस ए का एलिमेंट, बी माइनस ए, ठीक है, बी माइनस ए भयो। त्यसपछि हामी हेर्नेछौँ समूहका फरक भए, अब समूहका पूरक, कम्प्लिमेन्ट अफ सेट, कम्प्लिमेन्ट अफ सेट, फोर्थ समूहका पूरक, समूहका पूरक यसलाई कम्प्लिमेन्ट अफ सेट्स भनिन्छ। अब हामी अगाडि पढ्नेछौँ समूहका पूरक बाँकी छन्, त्यसपछि हामी 2 वटा र 3 वटा प्रश्नहरूलाई कसरी हल गर्ने त्यसका विधिहरू सिक्नेछौँ। हामीले के पढ्यो? हामीले पढ्यो सेटको परिचय, त्यसपछि हामीले पढ्यो सेटको परिभाषा, त्यसपछि हामीले सेटलाई कसरी लेख्ने त्योहरू पढ्यो, त्यसपछि सेट्सका क्रियाहरू, समूहका क्रियाहरू पढ्यो हामीले। पहिलो थिए युनियन अफ सेट्स जसलाई समूहका समायोजन भन्छन्, त्यसपछि दोस्रो हामी पढ्यो इन्टरसेक्सन अफ सेट्स, समूहका प्रतिच्छेदन, त्यसपछि डिफरेन्स अफ सेट जसलाई समूहका फरक भनिन्छ, त्यसपछि हामीले पढ्यो समूह, त्यसपछि हामी पढ्नेछौँ समूहका पूरक, त्यसलाई कम्प्लिमेन्ट अफ सेट्स भनिन्छ।